सूचना र सञ्चार प्रविधि अब पाठ्यपुस्तक र विद्यालयमा मात्र कहाँ सीमित रह्यो? सूचना र सञ्चार प्रविधि पाठ्यपुस्तक र विद्यालयमा मात्र कहाँ सीमित रह्यो? सूचना र सञ्चार प्रविधि विद्यालय र शिक्षक सबैमा ध्यान गयो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, न्यायको हातमा तराजु लिएर दुधको दुध र पानीको पानी छुट्याउन बस्नुभएका निर्णय मण्डलज्यू, गुरुवर्ग एवं मेरा प्यारा साथीहरू, आज यस ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटार काठमाडौँमा एमएड चौथो सेमेस्टरद्वारा आयोजित सूचना तथा सञ्चार प्रणालीले शिक्षामा पारेको प्रभाव शीर्षकमा म सृजना नेपालले आफ्नो भनाइहरू राख्न पाउँदा गौरवान्वित महसुस गरेको छु। स्वीकार होस् मेरो न्यानो अभिवादन। सभापति महोदय, सूचना तथा सञ्चार प्रविधि हुनाले विश्वको संसारको कुनै एउटा कुनामा बसेर अर्को संसारका विश्वको एउटा कुनै कुनामा बसेर अर्को कुनाका सूचना तथा सञ्चार ज्ञान सेव तथा सूचनाहरू आदान प्रदान गर्ने तथा आफ्ना भनाइ र प्रतिक्रियाहरू व्यक्त गर्ने प्रक्रियालाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ। आजको युगमा सूचना तथा सञ्चार प्रविधि अनिवार्य बन्न गई सूचना तथा सञ्चार प्रविधिविहीन शिक्षा निरुद्देश्य र अर्थपूर्ण विहीन बन्दै गएको छ। सूचना तथा सञ्चार प्रविधि प्रयोगकै कारणले गर्दा शिक्षा क्षेत्रमा देखिएका विभिन्न रूढिवादी चिन्तन र पद्धतिहरूलाई विस्थापित गर्दै शिक्षाका नयाँ मूल्य मान्यता र प्रक्रियालाई अवमूल्यन गर्न कायम र सहयोग पुगेको देखिन्छ। सूचना र सञ्चार प्रविधिले गर्दा नै आज एउटा संसार नै एउटा विश्व नै एउटा सानो घर जस्तो भएको छ। विश्वको एउटा कुनै कुनामा बसेर एउटा ज्ञानको सिप हासिल गरी एउटा मानिसले आफ्नो मानिसमा लागेका भनाइहरू अरू समक्ष प्रस्तुत गर्न सक्ने आधुनिक शिक्षाको देन मान्न सकिन्छ। इन्टरनेट सेवाले गर्दा नै आज विकट ठाउँमा रहेका मानिसहरूले एउटा सुविधा सम्पन्न शिक्षा क्षेत्रमा भइरहेको वा शिक्षकहरूले प्रदान गरिरहेको ज्ञान घर-घरमा बसेर प्राप्त गरी आफ्नो क्षमताहरू प्रस्फुटन गर्ने अवसर पाएका छन्। सूचना तथा सञ्चार प्रविधि बिना गरिएका कार्यहरू अधुरो र अपूर्ण हुन्छ। जुन शिक्षक दक्ष छैन, सूचना र सञ्चार प्रविधिको चुनौती पनि रहेको छ। सूचना र सञ्चार प्रविधिले गर्दाखेरि विद्यार्थीहरू धेरै मनोरञ्जनमा लागिरहेका छन्। आफ्ना ध्यानहरू बढी बाह्य कुरामा खर्च गर्दै आएका छन् र मानसिक सन्तुलनको शिकार पनि आफ्नो ज्यानै त्याग्न बाध्य बनेका पनि देखिन्छन्। सभापति महोदय, आजको युगमा सूचना तथा सञ्चार प्रविधि बिना गरिएका शैक्षिक संस्थामा कुनै पनि कार्यक्रमहरू सञ्चालन गरिन्छन् भने त्यो निरर्थक र निरुद्देश्य हुन जान्छ। सूचना तथा सञ्चार प्रविधिले आजको शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। सूचना तथा सञ्चार प्रविधिकै कारणले गर्दा जब विश्वमा कोभिड-19 आएर लकडाउन भएको थियो, त्यति बेला पनि सूचना र सञ्चार प्रविधि आफ्नो सूचना र सञ्चार प्रविधिको गतिले गर्दाखेरि शिक्षा आफ्नो गतिमा क्रमशः अगाडि बढिरहेको थियो। यो नै शिक्षाको देन मान्न सकिन्छ। शिक्षाले नै गर्दाखेरि शिक्षालाई अघि बढाउने विभिन्न उदाहरणहरूको रूपमा डिजिटल क्यामेरा लिन सकिन्छ अनि रेडियो, श्रव्य दृश्य सामग्रीहरू, टेप रेकर्ड यसको प्रयोग गरेर नै शिक्षकले आफ्ना विद्यार्थीहरूलाई नै द्रुत रूपमा अगाडि बढाइरहेका छन्। शिक्षाका कतिपय चुनौती पनि छन्। शिक्षाका प्रमुख चुनौतीमध्ये नेपाल सरकारले नै शिक्षालाई डिजिटल क्यामेराको माध्यमबाट शिक्षा दिनको लागि शिक्षकहरूलाई उचित तालिम नदिनु पनि शिक्षाको चुनौतीको रूपमा देख्न सकिन्छ। सभापति महोदय, शिक्षाका यी विभिन्न कुराहरूलाई न्यूनीकरण गर्नका लागि शिक्षकहरूले आफ्नो क्षमतामा सुधार गर्ने र सरकारले पनि विभिन्न तालिमहरू राखिदियो भने शिक्षा क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग बढी गर्न गई विद्यार्थीहरूले सामाजिकीकरण बढ्दै गई। शिक्षाको क्षेत्रबाट शिक्षक र विद्यार्थी बीच सामाजिकीकरण बढ्दै गई। एकल वा सामूहिक जुनसुकै रूपमा अगाडि बढ्न सक्छन् र शिक्षा नै आजको एउटा ज्ञान हो।